एज अफ नाउ पोइन्ट्स टेबलको कुरा गर्ने हो भने सुदूरपश्चिम टपमा रहेको छ 5 मा 5 जितको साथ काठमाडौँ गोर्खाज आज म्याच रहेको छ पोखरासँग उनीहरूको 6 मा 4 जितको साथ सेकेन्ड पोजिसनमा विराटनगर पनि 6 मा 4 जितको साथ थर्ड पोजिसनमा रहेका छन् लुम्बिनी लायन्स 6 मा 3 जित र 3 हारको साथ नम्बर 4th पोजिसनमा रहेको छ आफ्नो लास्टमा जनकपुर बोल्टसँग खेल्छ यदि जित्न सक्यो भनेदेखि चाहिँ डेफिनेटली पनि टप 4 को क्वालिफिकेसनमा हुन्छ हैन पोखरा 5 म्याचमा 2 जितको साथ रहेको छ पोखराको नेक्स्ट 2 म्याच हेर्ने हो भने आज काठमाडौँसँग रहेको छ सो यदि आजको म्याच जित्छ र त्यसपछि लास्ट म्याच चितवनसँग रहेको छ भने यदि दुईटै म्याच जित्न सक्यो भने यदि पोखराले आफ्नो दुईटै म्याच जित्न सक्यो भने पोखराको पनि चान्सेस हुन्छ र राम्रो कुरा के रहेको छ भन्दाखेरि पोखराको चाहिँ रन रेटको कुरा गर्ने भने -0.15 रहेको छ जबकि लुम्बिनीले 3 जित हुँदै पनि -0.56 रहेको छ हैन सो रन रेटको पनि डेफिनेटली चान्सेस आउँछ र यो सँगसँगै मलाई काहीँ न काहीँ के लाग्दैछ भन्दाखेरि जनकपुर बोल्ट्सको चान्सेस चाहिँ अलमोस्ट सकिसकेको छ जनकपुर बोल्ट्स पनि एक किसिमले भन्ने हो भने एलिमिनेट भइसकेको छ